अध्याय 1 श्लोक 2 सञ्जय उवाच दृष्ट्वा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यम् उपसङ्गम्य राजा वचनं ब्रवीत्। सञ्जयको यो श्लोक त्यो बेला राजा दुर्योधनले पाण्डवहरूको सुव्यवस्थित सेनालाई देखेपछि आफ्नो गुरु द्रोणाचार्य नजिक गएर के भन्न लाग्दैछन् भन्ने बारे हो। धृतराष्ट्र अन्धो छन्, त्यसैले युद्ध भूमि देख्न सक्दैनन्। तर सञ्जयसँग ऋषि वेदव्यासले दिनुभएको दिव्य दृष्टि छ। उनी युद्धमा के हुँदैछ हेर्दै स्पष्ट देख्न सक्दै धृतराष्ट्रलाई सुनाइरहेका छन्। युद्ध सुरु हुन लाग्दा दुर्योधनले जब पाण्डवहरूको सेनालाई हेर्छन्, उनको मनमा मिश्रित भावना उठ्छ, थोरै डर, थोरै ईर्ष्या र थोरै अहङ्कारको। उनी राजा हुन्, तर त्यो क्षणमा उनको भित्री आत्मा अस्थिर छ, किनभने पाण्डवहरूको सेना केवल बलियो होइन, त्यो एकतामा बाँधिएको र धर्मको पक्षमा छ। त्यति मात्रै होइन, कृष्ण पनि उनीहरूको सारथी छन्। त्यो दृश्यले दुर्योधनलाई याद दिलाउँछ कि यो युद्ध केवल शक्तिको मात्रै होइन, सत्य र न्यायको बीचको हो। त्यो क्षणमा ऊ आफ्नो गुरु द्रोणाचार्य नजिक जान्छन्, सायद आफ्नो असुरक्षा लुकाउन वा आफ्नो डरलाई सहारा खोज्न। के बोले त्यो अर्को श्लोकमा थाहा हुन्छ, तर यहाँ हामी बुझ्न सक्छौँ युद्ध सुरु हुनुभन्दा अगाडि नै दुर्योधनको मनमा युद्ध सुरु भइसकेको छ। अद्वैत दृष्टिले हेर्दा जब मानिस केवल बाहिरी बल, पद वा समर्थनमा भरोसा गर्छ, त्यो भरोसा तुरुन्त हल्लिन्छ। साँचो शक्ति भनेको सेनामा होइन, भित्रको स्थिर आत्मामा हुन्छ। दुर्योधनको डर त्यस क्षणमा यही कुरा बिर्सिनको कारणले जन्मिएको होला। ऊ आफ्नो वास्तविक चेतना, आफ्नो स्थिरता र आफ्नो आत्मबलसँग जोडिएको छैन। कता कता मनमा एउटा प्रश्न उब्जिन्छ, के म अहिले मेरो बल अरूमा खोज्दैछु जबकि त्यो बल म भित्र नै छ? हरे कृष्ण।